हेलो गाइज वेलकम टु माई च्यानल सावा नेल्स एकाडेमी। आज म हजुरहरूलाई यो भिडियोमा देखाएको जस्तै ब्युटिफुल बटरफ्लाई डिजाइन आर्ट कसरी गर्ने भनेर देखाउने छु। यहाँ मैले एउटा नेल प्लेटमा व्हाइट जेल पोलिस अप्लाई गरेको छु। हजुरहरूलाई मनपर्ने जुनै पनि कलर अप्लाई गर्न सक्नुहुनेछ। त्यसपछि मैले यो कलरलाई 60 सेकेन्ड क्योर गरेँ। आफ्टर द्याट मैले यहाँ म्याट टपकोट अप्लाई गर्दैछु, किनभने हामीले हरेक आर्ट गर्नुभन्दा अगाडि म्याट टपकोट अप्लाई गऱ्यौँ भने हामीलाई आर्ट गर्न सजिलो हुन्छ। म्याट टपकोटलाई मैले 60 सेकेन्ड क्योर गरेँ, त्योपछि मैले आर्ट सुरु गरेँ। हजुरहरूले पनि भिडियोमा देखाएको जस्तै गरेर जुनै पनि कलर लिएर आर्ट गर्न सक्नुहुन्छ। मैले चाहिँ यहाँ ब्लू कलरको ग्लिटर जेल पोलिसले आर्ट गर्दैछु, हजुरहरूले देख्न सक्नुहुन्छ। मैले चाहिँ यहाँ बटरफ्लाईको आउटर लाइन फर्स्टमा क्रिएट गरेको छु, किनकि यसरी फर्स्टमा आउटर लाइन क्रिएट गर्दाखेरि चाहिँ एउटा सेपिङ आइसकेको हुन्छ। त्योपछि हामीले इनर पार्टलाई फिलअप गर्नलाई सजिलो हुन्छ। हजुरहरूले पनि भिडियोमा देखाएको जस्तै गरेर पहिला आउटर लाइन क्रिएट गर्नुहोला, त्योपछि इनर लाइन फिलअप गर्नुहोला। हजुरहरूले देख्न सक्नुहुन्छ मैले आउटर लाइन क्रिएट गरिसकेको छु र अब चाहिँ मैले इनर पार्ट फिलअप गर्दैछु। मैले यसरी बटरफ्लाई आर्ट गरिसकेपछि त्यसलाई 60 सेकेन्ड क्योर गरेँ र मैले भिडियोमा फेरि यसलाई डबल अप्लाई गर्दैछु, किनकि ब्लू कलर हाम्रो बटरफ्लाईमा पछि लाइन बन्दाखेरि एकदम पर्फेक्ट तरिकाले देखियोस् कलर भन्नलाई हो। हजुरहरूले रिअप्लाई गर्न पनि सक्नुहुन्छ या नगर्नु भए पनि हुन्छ। त्यसपछि मैले म्याट टपकोट अप्लाई गर्दैछु। म्याट टपकोट अप्लाई गरेर त्यसलाई मैले 60 सेकेन्ड क्योर गरेँ। म्याट टपकोट अप्लाई गर्नुको रिजन चाहिँ अब हामीले क्रोम आर्ट गर्दैछौँ। यहाँ क्रोम आर्ट गर्नको लागि हामीले बफर गर्नुपर्ने हुन्छ। यहाँ मैले बफरको प्रोसेस गर्दैछु। हजुरहरूले पनि भिडियोमा देखाएको जस्तै गरेर बफर गर्न सक्नुहुन्छ। हामीले क्रोम आर्ट गर्दाखेरि चाहिँ बफर एकदम राम्रो तरिकाले गर्नुपर्ने हुन्छ, नत्र भने हाम्रो क्रोम आर्ट राम्रो हुँदैन। क्रोम आर्टको लागि मैले यहाँ ब्ल्याक कलरको जेल कलर लिएको छु र क्रोम आर्ट गर्ने ठाउँमा आर्ट क्रिएट गर्दैछु।
मैले चाहिँ यसरी क्रोम आर्टको लागि लाइनहरू क्रिएट गरेँ। हजुरहरूले आफ्नो तरिकाले लाइन क्रिएट गर्न नि सक्नुहुन्छ। त्योपछि मैले क्रोम पाउडर लिएँ र क्रोम आर्ट गर्नलाई जुन ठाउँमा मैले ब्ल्याक जेल कलर लगाएको थिएँ त्यो ठाउँमा चाहिँ नि क्रोम पाउडर अप्लाई गरेँ। हजुरहरूले भिडियोमा देखाएको जस्तै गरेर अप्लाई गर्न सक्नुहुन्छ। हजुरहरूले देख्न सक्नुहुन्छ यहाँ ब्युटिफुल क्रोम आर्ट रेडी भइसकेको छ। यो बटरफ्लाईलाई रियल 3D इफेक्ट देखाउनको लागि मैले यहाँ क्लियर हार्ड जेल अप्लाई गरेको छु। हजुरहरूले पनि भिडियोमा देखाएको जस्तै गरेर त्यसरी नै बिल्डर जेल अप्लाई गर्न सक्नुहुन्छ। हजुरले यो बिल्डर जेल अप्लाई गर्नु हुँदाखेरि चाहिँ क्रोम आर्टलाई टच हुनु भएन, जस्ट भित्रको ब्लू कलरको इनर पार्टमा मात्रै अप्लाई गर्नुपर्ने हुन्छ। यसले चाहिँ हाम्रो आर्टलाई 3D इफेक्ट देखाउँछ। हजुरहरूले देख्न सक्नुहुन्छ हाम्रो आर्ट रेडी भइसकेको छ। र लास्टमा हामीले यसलाई टप कोट लगाएर कभर अप गरेका छौँ। यसरी टप कोट लगाइसकेपछि मैले यसलाई 60 सेकेन्ड क्योर गरेँ। हजुरहरूले देख्न सक्नुहुन्छ हामीले एउटा ब्युटिफुल बटरफ्लाई डिजाइन आर्ट क्रिएट गरेका छौँ। यस्तै अरू नयाँ आर्टहरूको लागि मेरो च्यानललाई सब्स्क्राइब गर्नुहोला। थ्याङ्क यू।